हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ हामीले एक घडी केरा काटेर पकाउन हाल्न पर्यो भनेर रेडी पार्दैछौँ। यहाँ नानी चाहिँ खेल्दा खेल्दै लुटिसिन् अनि साले उठाउनु पर्छ। बच्चा फेरि चकचक गरिरहने, खेलिरहने, चकचक गरिरहने, लुटिरहने। देख्न सक्नुहुन्छ हाम्रो केरा चाहिँ बुटैमा पाकिसकेछ, फुटेको पनि छ। 2-4 केरा पाकेको पनि छ, खाइयो, मिठो रहेछ। कति ठुल्ठुलो कोसा छ हेर्नु न, एउटै केरा खाए पनि अगाइनी खालको छ। हाम्रो चाहिँ मेरो बुढाले चाहिँ यहाँ केराको घरी अब सबै निकालेर यस्ता निकालेर राख्न लाउनुपर्छ पकाउनलाई। हजुरहरूलाई केराको आवश्यक, पाकेको केराको आवश्यक छ भने केही दिनपछि हाम्रो घर आउनु होला सबैजना। यो केरालाई चाहिँ मजाले कपडामा बेरेर दबाई नहालिकन पकाउने भन्दैछन् हामीले। यहाँ चाहिँ केरा पाकेको नानीले खाइछन्, मिठो छ भन्दै। हेर्नु न, हेर्दा पनि कति खाउँ खाउँ लाग्दैछ कि केरा पनि है। हजुरहरूलाई कुकुलाई मनपर्छ केरा, हामीलाई त धेरै नै मनपर्छ। चिसो भएर नि होला, केरा खान चाहिँ हल्का दाँत सिरिङ गरिरहेको थियो चिसो भएर। यो चिसो मौसममा चाहिँ केरा धेरै नखानु होला, बिमारी हुनुहुन्छ फेरि। हाम्रोतिर चाहिँ यो केरा जाडो महिनामै पकाउन हाल्न पर्ने क्या, सधैँ यस्तै हो। जाडो महिनामै पाक्छ अनि खानै पर्यो, अलिअलि बेचिन्छ पनि। हाम्रो नानीले चाहिँ मस्त खाँदैछिन् केरा। यसलाई त मिठो भयो, अझै छ पाकेको भन्छन्। यता चाहिँ बुवाले र हाम्रो बुढाले केरालाई चाहिँ बोरामा हालेर राख्न लाउनुपर्छ। हेर्नु, यसरी राखिन्छ हाम्रोतिर चाहिँ। एक बोरा भएछ हेर्दा त थोरै थियो, राख्दाखेरि चाहिँ एक बोरा भयो। उचाल्नै नसकिने गरेर गरुङ्गो हुनेछ केरा त। बल्ल राख्नुभयो डोकोमा। हामी चाहिँ यहाँ बसेर भिडियो गराएको। उता अब सहयोग गर्नलाई नानी काखमा थिइन् अनि अमुटाइले पनि हेल्प गर्न आउनु। तिमीलाई पानी ल्याऊ भनेको के लिएर आएको र? पानी दिदीलाई ल्याऊ नि त। खै त दिदी? दिदी रोक, अहिले आउनुहुन्छ दिदी। उते राख ल, गीत नाच्देऊ गीतमा ल ल। यिनको खुट्टा यता चल्यो, दिदी उता नाचिसिन्। पकाएर ल्याइदेऊ है। भित्र पटौरालाई यति मम्मी एउटा मम्मी हाल मैले यति सपना दिएँ मम्मा ल नाच्देऊ नि त।
ताना तान भो हाना हो देखेर खाली तान भो